नमस्कार, यहाँहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। हाम्रो युट्युबमा प्राय कथा कविताहरू प्रस्तुत गरिन्छन्। यो च्यानल हेरिसके पछाडि तपाईलाई कथा कविता अथवा भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला। आजको कथा प्रस्तुत गर्न गइरहेको छु। साथीहरू, गाउँमा एकजना मुखिया हुनुहुन्थ्यो। गाउँमा आइपरेका साना ठुला झगडा उहाँले गाउँमै मिलाउनुहुन्थ्यो। उहाँलाई गाउँको उकिलको रूपमा मानिन्थ्यो। सबै गाउँका मानिसहरूले उहाँलाई निकै मान्ने गर्दथे। यसै गरी एक दिनको कुरा हो, मुखिया बिरामी परे। बिरामी परेर आज निको होला, भोलि निको होला भन्दै बिस्तारै दिन बित्दै गए। उनी झन थला पर्दै गए। थला परेको कारणले अब म छिटै उड्न सक्दिनँ होला, सायद म मर्छु होला भन्ने कुरा मुखियालाई लाग्यो र उनले आफ्ना 3 छोराहरूलाई बोलाए। 3 छोराहरूलाई बोलाइसकेपछि 3 छोराहरू बुबा किन बोलाउनु भयो हामीलाई भन्दै त्यहाँ टुपुक्क आइपुगे। त्यसपछि उहाँले जेठो छोरालाई, माइलो छोरालाई, कान्छो छोरालाई एक वटा लौराहरू दिनुभयो। त्यसपछि उनीहरू अचम्म परे र बुबाले भन्नुभयो, यो लौरो तिमीहरूले भाँचेर 2 टुक्रा पारेर देखाऊ है त भन्नुभयो। त्यसपछि उनीहरू अचम्म मान्दै एक गर्दै एक वटा लौराहरू भाँचेर देखाए। त्यसपछि नबोलिकन मुखियाले एउटा लौराहरूको बन्डल जेठो छोरालाई दिनुभयो। जेठो छोरा, तैँले यो लौरोको बन्डल भाँचेर देखा। जेठो छोराले अनेक कोसिस गरे तर उनले लौरी भाँच्न सकेनन्। त्यसपछि उनले त्यो लौरीको बन्डल माइला छोरालाई लिन अराए र भाँच्न भने। त्यसपछि माइलो छोराले पनि सकेसम्मको बल लगाएर लौरोको बन्डल भाँच्न कोसिस गरे तर उनले पनि सकेनन्। यसै गरी कान्छो छोराको पालो आयो र कान्छो छोरोले पनि 2 जना दाइहरूले नसकेपछि म के गरि सकुला जस्तो लाग्दै थियो। तैपनि उसलाई बुबाले भन्नुभयो, कान्छो अब तेरो पालो, तैँले भाँचेर देखा भने। मुखियाले त्यसो भनिसकेपछि कान्छोले पनि हर कोसिस गरे तर सकेनन्। अन्तिममा 3 जना थकित भएर बुबालाई हेर्न थाले। त्यसपछि बुबाले त्यो लौरोको बन्डल 3 जना दाजुभाइलाई समाउन लगाए। त्यसपछि अब 3 जना मिलेर भाँच त भनेर आदेश दिए। बुबाको आदेश बमोजिम 3 वटा दाजुभाइले त्यो लौरोको बन्डल भाँचे। त्यस पछाडि बुबाको अनुहारमा हल्का हाँसो देखियो, हल्का मुस्कान देखियो। त्यसपछि उनले, बाबुहरू, मेरो अन्तिम अवस्था आइसक्यो। म अब धेरै दिन बाँच्दिन। तिमीहरूले थाहा पायौ, तिमीहरूलाई एक वटा लौरो दिँदाखेरि भाँच्यौ तर एउटा बन्डलको दिँदा तिमीहरूले भाँच्न सकेनौ। यसरी नै हाम्रो जीवनमा कैयौं दुःख सुख र अप्ठ्याराहरू आउन सक्छन्। यसमा 3 जना दाजुभाइ मिलेर मुकाबिला गर्नु है, सधैँ एकजुट हुनु है भन्दै उनले अन्तिम सास फेरे र स्वर्गवास भए। साथीहरू, तपाईहरूले यो कथा सुन्नुभयो र यो कथा सुनिसकेपछि यो कथाले दिन खोजेको शिक्षा के होला कमेन्टमा लेखिदिनु होला। कृपया कमेन्टमा यसको